कम्प्युटर स्लो चलिरहेको छ, तिमीहरूको सिस्टम राम्रै छ बट छैन भने पनि तिमीहरूको कम्प्युटर पहिलाको जस्तो चलिरहेको छैन भने चाहिँ तिमीहरूले यो मिस्टेक चाहिँ गरेको हुनसक्छ है त। हे वाट्सअप टेक इज वेलकम ब्याक टु आवर च्यानल। अनि आज चाहिँ हामीहरू कम्प्युटर के कारणले स्लो हुन्छ अनि त्यसलाई चाहिँ हामीहरूले कसरी फास्ट गर्न सक्छौँ, पहिलाको जस्तै पर्फर्मेन्स चाहिँ कसरी निकाल्न सक्छौँ, त्यो भिडियोमा चाहिँ आज हामीहरू बनाउन गइरहेको छौँ त। अब फर्स्ट अफ अल अब तिमीहरू कम्प्युटर स्लो हुनुको रिजन के हुनसक्छ त? अब पुरानो विन्डोज युज गरिरहेको छ, जस्तै तिमीहरूले 2-3 वर्ष पुरानो विन्डोज अझै तिमीहरूले युज गरिरहेको छ भने चाहिँ पुरानो विन्डोज फाइलहरूमा चाहिँ त्यो टेम्पोररी फाइलहरू बसिरहेको हुन्छ, ब्याकग्राउन्डमा के एपहरू चलिरहेको हुन्छ। तिमीहरूले जस्ट विन्डोज क्लिन गरेर पनि तिमीहरूले चाहिँ आफ्नो पहिलाको जस्तै पर्फर्मेन्स ब्याक गर्न सक्छ है त। अनि अब अर्को पोइन्ट छ, अनि हामीहरूको चाहिँ तिमीहरूले कम्प्युटरमा चाहिँ तिमीहरूको भाइरस र मालवेयर छ, तिमीहरूले कुनै सोर्सबाट तिम्रो कम्प्युटरमा चाहिँ मालवेयर भाइरसहरू आयो भने चाहिँ तिमीहरूको फाइलमा आएर चाहिँ त्यहाँ चाहिँ कपी बनाइदिएर होइन ब्याकग्राउन्डमा केही चलेर हुन्छ नि, ऱ्याम खाइदिएर हार्ड डिस्क खाइदिएर चाहिँ तिमीहरूको कम्प्युटर स्लो गरेको हुनसक्छ। अनि यो भाइरसहरूबाट बच्नको लागि चाहिँ तिमीहरूले विन्डो डिफेन्डर अन गर्नु पर्यो। विन्डो डिफेन्डरले पनि चलेन भने चाहिँ तिमीहरूले फ्री एन्टिभाइरस सफ्टवेयरहरू पनि युज गर्न सक्छौ, त्यसले पनि तिमीहरूले चाहिँ मालवेयर र भाइरसहरू चाहिँ तिमीहरूले त्योबाट चाहिँ हटाउन सक्छौ है त। अनि अर्को कुरा, तिमीहरूले चाहिँ अनसेफ साइटहरूबाट चाहिँ तिमीहरूले चाहिँ फाइलहरू चाहिँ डाउनलोड गर्ने चाहिँ नगर। तिमीहरूले जस्तै केही कुनै अनसेफ साइटबाट चाहिँ गेमहरू डाउनलोड गर्यो होइन, कुनै एप्लिकेसन डाउनलोड गर्यो भने चाहिँ अलिक सेफ साइट जस्तै गेट इन्टु पिसी तिनीहरूबाट तिमीहरूले डाउनलोड गर्यो भने चाहिँ अहिले भाइरसको थ्रेट चाहिँ अलिक कम हुन्छ। अनि अर्को समस्या छ हाम्रो अब लो हार्डवेयर स्पेक्स। अब तिमीहरू चाहिँ धेरै पुरानो कम्प्युटर चलिरहेको अनि तिमीहरूलाई चाहिँ राम्रो पर्फर्मेन्स चाहिन्छ भने चाहिँ अब पुरानो कम्प्युटरले चाहिँ तिमीहरूलाई त्यति राम्रो पर्फर्मेन्स दिँदैन। आजभोलि विन्डोज 10-11 को एज आइसक्यो होइन, तिमीहरूले विन्डोज 7 वाला चाहिँ तिमीहरूले पिसी युज गरिरहेको छ भने तिमीहरूले त्यसमा चाहिँ अलि कम पर्फर्मेन्स चाहिँ पाउन सक्छौ। अनि तिमीहरूले चाहिँ त्यसको लागि चाहिँ तिमीहरूले हार्डवेयर अपग्रेड गर्नु पर्यो। अनि तिमीहरूले प्रोसेसरहरू नयाँ नै बनाउँदा हुन्छ राम्रो पर्फर्मेन्स चाहियो भने। अनि तिमीहरूले नत्र अब तिमीहरूलाई चाहिँ बेसिक कामहरू चाहिँ त्यो कम्प्युटरले चाहिँ तिमीहरूलाई गर्न दिन्छ है त। अनि अर्को छ अब हाम्रो स्टार्टअप एप। अब हाम्रो कम्प्युटर खुल्दाखेरि चाहिँ हाम्रो स्टार्टअप एप भन्ने हुन्छ होइन, तिमीहरूले टास्क म्यानेजरमा गएर स्टार्टअपमा गएर तिमीहरूले देख्न सक्छौ। त्यसमा चाहिँ थुप्रो एप्लिकेसनहरू हुन्छ, तिमीहरूले त्यसमा चाहिँ इनेबल भएको हुन्छ होइन, त्यसलाई सिम्पल तिमीहरूले डिजेबल गर्यो भने चाहिँ तिमीहरूको कम्प्युटर खुल्दाखेरि चाहिँ हुन्छ। जब तिमीहरूले कम्प्युटर टर्न अन गर्छ त्यतिखेर खुल्दाखेरि चाहिँ तिमीहरूको फर्स्टमा चाहिँ तिमीहरूले त्यसको सिपियु युसेज चाहिँ गर्दैन, त्यही भएर चाहिँ तिमीहरूलाई चाहिँ अलि इम्प्रुभ पर्फर्मेन्स चाहिँ पाउँछ है त। अनि त्यस पछाडि अर्को छ अब विन्डो अपडेट। ब्याकग्राउन्डमा चाहिँ तिमीहरूको विन्डो अपडेट भइरहेको हुनसक्छ अनि मलाई चाहिँ एकदमै मन पर्दैन, त्यसले चाहिँ एकदमै धेरै ऱ्याम खाइरहेको हुन्छ विन्डोज अपडेटले। त्यही भएर चाहिँ अनि तिमीहरूले चाहिँ विन्डोज अपडेटलाई पनि बन्द गर्न सक्छौ। बन्द नगरे पनि त्यसको स्केड्युल चाहिँ 1 महिना पछि गर्न मिल्छ। तिमीहरूले सिम्पल विन्डोज अपडेटमा गएर चाहिँ त्यसको चाहिँ डेट चेन्ज गर्न सक्छौ। त्यो गर्दाखेरि चाहिँ तिमीहरूको ऱ्याम चाहिँ अलिक कम खाने गर्छ अनि त्यही भएर तिमीहरूको पर्फर्मेन्स चाहिँ आफै बुस्ट हुन्छ है त। र अर्को छ अब लो ऱ्याम। अब तिमीहरूसँग चाहिँ अलि लो ऱ्याम भएको कम्प्युटर छ भनेपछि चाहिँ तिमीहरूले त्यसमा चाहिँ ऱ्याम अपडेट गरेर पनि तिमीहरूले अलिक पर्फर्मेन्स चाहिँ इन्क्रिज गर्न सक्छौ। बट तिमीहरूसँग पुरानो प्रोसेसर छ भने चाहिँ हुँदैन होइन। बट तिमीहरूसँग राम्रो प्रोसेसर छ बट ऱ्यामले मात्र तिमीहरूको पर्फर्मेन्समा केही कमी आइरहेको छ भने चाहिँ तिमीहरूले सिम्पल 8 GB छ भने 16 छ भने 32 गर्न सक्छौ। बट नर्मली 16 GB चाहिँ मोर देन इनफ हुन्छ आजभोलिको लागि, ब्राउजरहरूको लागि। ब्राउजरहरूले चाहिँ आजभोलि धेरै जस्तो कामहरू सबैले ब्राउजरमा गरिरहेको हुन्छ नि त, त्यही भएर 16, 24, 32मा चाहिँ तिमीहरू जान सक्छौ। बट मलाई चाहिँ 16 GB ले मोर देन इनफ हुन्छ। प्रोसेसर पनि म्याटर गर्छ है त, प्रोसेसर र ऱ्यामको कम्बिनेसन भयो भने चाहिँ पर्फर्मेन्स आउने हो। अनि त्यस पछाडि अब तिमीहरूले चाहिँ तिमीहरूको कम्प्युटरमा चाहिँ हार्ड डिस्क छ अनि एसएसडी छैन भने पनि अलिक पर्फर्मेन्स चाहिँ अलिक कम हुन्छ। त्यसको लागि तिमीहरूले सिम्पल एउटा हार्ड डिस्क चाहिँ किन्न सक्छौ। अनि त्यसमा चाहिँ तिमीहरूले सिस्टम फाइल रन गर्ने, अरू ब्याकअप फाइलहरू राख्नको लागि चाहिँ तिमीहरूले हार्ड डिस्कमा राख्यो भने चाहिँ अनि तिमीहरूले त्योबाट पनि पर्फर्मेन्स चाहिँ बुस्ट भएको पाउन सक्छौ। किनकि एसएसडी अलिक कम्पेरेटिभली रिड राइट स्पिड चाहिँ हार्ड डिस्कको भन्दा चाहिँ अलिक फास्ट हुन्छ। एसएसडीमा धेरै नै 10 टाइम्स चाहिँ फास्ट हुन्छ, त्यही भएर त्योबाट पनि तिमीहरूले पर्फर्मेन्समा चाहिँ अपग्रेड देख्न सक्छौ। अनि अरू के हुनसक्छ त अब भनेपछि अब तिमीहरूले चाहिँ अनि तिमीहरूले नगर्नुपर्ने मिस्टेक चाहिँ के हो त? यसमा चाहिँ अब तिमीहरूले चाहिँ अनसेफ साइटहरूबाट चाहिँ तिमीहरूले चाहिँ डाउनलोड नगर्ने। त्यस पछाडि तिमीहरूको कम्प्युटरमा चाहिँ कुनै सफ्टवेयरले चाहिँ तिमीहरूले युज गरिरहेको छैन, त्यतिकै त्यसले ऱ्याम कन्ज्युम गरिरहेको छ भने चाहिँ तिमीहरूले युज नगर्ने सफ्टवेयर पनि अनइन्स्टल गरिदेऊ। त्यस पछाडि अनि तिमीहरूको विन्डोज पुरानो भएको छ भने चाहिँ सिम्पली तिमीहरूले नयाँ विन्डोज हालिदिएपछि अनि तिमीहरूले पर्फर्मेन्समा बुस्ट देख्न सक्छौ। र यति गरेपछि चाहिँ तिमीहरूको कम्प्युटर पहिलाको जस्तो हुन्छ। अनि तिमीहरूलाई यो भिडियो इन्फर्मेटिभ लाग्यो भने चाहिँ यो भिडियोलाई लाइक गर्न सक्छौ। थ्याङ्क यू सो मच फर वाचिङ।